हेलो गाइज, आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। यसपालिको दसैँमा सेलरोटी नखाएको, त्यही भएर मेरो बुढीलाई आज साह्रै सेलरोटी खानु मन लाग्यो रे। त्यही भएर आज मैले उसलाई सेलरोटी बनाएर खुलाउन आँटेको। अनि म चाहिँ हातमा कुचो लिएर जाँतो सफा गर्न लागेँ। जाँतोलाई राम्रोसँग सफा गर्न पाएको छैन। बुढीले भने अगाडि चामल ट्याक्क ल्याएर राखिदिइसकेकिन्। अनि मैले पनि चामललाई जाँतोमा झ्याम हालेर रुवाई रिगाउनु आँटे। रुवाई जाँतोलाई रिगाइदिएको त चामललाई दुखेछ क्या हो, बाहिर निक्लिन थाल्छ। ओहो, हेर्दा पनि बिजोग रमाइलो भएको। मेरो बुढीलाई पनि के झोक चलेछ। यसो बुढोलाई गाह्रो भयो भनेर एकछिन सहयोग गर्न आइन्। अनि पिनेको पिठोलाई मैले मस्तसँग डेक्चीमा उठाएँ। अनि पिठोमा मस्तले स्वाद अनुसार चिनी हालेर अनि चामलको पिठोलाई चाहिने जति मैदाको पिठो हाले। त्यसलाई चाहिने जति पानी हाल्दै आनन्द मुस्दै गर्न थाले। पिठो मुसेर रेडी भइसकेपछि म चाहिँ लागेँ रोटी हाल्नतिर। अब अहिलेसम्म नहालेको रोटी मेरो अनुहार जस्तै कालो हुने कि भनेर कताकति डर पनि लागिरहेको। अनि हेर्दै रोटी त ओहो, गोरो न गोरो पो बन्छ त। रोटी राम्रो भएको देखेर होला अब बुढीले पनि रोटी हाल्छु भन्न थालिन्। अनि मैले चाहिँ बुढीलाई रोटी हाल्न छोडिदिएँ। अब बिहे गरेपछि पहिलोचोटि बुढीले रोटी हालिकिन् कस्तो हुन्छ भनेर मलाई पनि थाहा नभएको। अनि बुढीले यसो घुमाइहाल्दा त रोटी त ओहो राम्रो पो भएको त। अनि हामीले पोलेको रोटी रेडी भयो। कस्तो भएछ कमेन्टमा सबैजनाले भनिदिनु होला। मलाई त ठ्याक्कै बिरालोको मुख जस्तो लाग्यो। अनि रोटीलाई झ्याप्प तरकारीमा गाडेर ट्याक्क मिलाई बुढाबुढीले चेस गरेर क्वाप्प खाइयो। अनि बुढीले त मिठो मानेर हो कि नमिठो मानेर बोल्दै नबोलिकन खाइन्। अनि आफूले पनि क्वाप्प रोटी र तरकारी ग्वाम्मै हालेर झ्याम चबाएर खाएको त रोटी त मिठो भएको। अनि हाम्रो आजको मिनी ब्लग यहीसम्म। सबैलाई बाई बाई। मन पर्यो भने लाइक कमेन्ट गर्न नभुल्नु होला। सबैलाई धन्यवाद अनि मिठो बाई बाई।